हे भगवान, म त हाँसेर मर्ने भएँ। हाँस्ने कि रुने अब? कहाँ गयो गृह मन्त्रालय? प्रधानमन्त्री ज्यूको आत्मा बाघको मुखबाट सिंहको मुखमा गएको छ। सुदन गुरुङज्यूलाई हटाएर कति राम्रो काम गरे भनेर जुन किसिमले तपाईँ गदगद भएर पार्टी बनाइराख्नु भएको छ नि, उहाँहरूको लागि हो। बालेन शाह आउनुभएको छ। बालेन शाह प्रधानमन्त्रीज्यू बोल्नुहुन्न, गरेर देखाउनुहुन्छ। उहाँले के सोच्दै हुनुहुन्छ त्यो पनि तपाईँहरूको सोचबाट पनि टाढा छ। अबको गृह मन्त्रालय तपाईँहरूले जुन किसिमले गृह मन्त्रालय खोज्नुभयो नि, खोसेर जुन तरिकाले हामीले उहाँलाई पदच्युत बनायौँ भनेर खुसी हुनुभएको छ। ओहो, मलाई त दुःख लागेको छ। तपाईँहरूको हाँस्ने दिन सिद्धिए, रमाउने दिन सिद्धिए। 1-2 दिन खुसी हुनुहोस्। यो सुकुम्बासीको केस समाधान हुन्छसम्म खुसी हुनुहोस् है। त्यहाँबाट हेर्नुहोस् गृह मन्त्रालयको जिम्मेवारीमा के आउँछ, के पर्छ। तपाईँहरूले जहाँबाट सोचेर सिद्ध्याउनुहुन्छ त्यहाँबाट बालेन शाहको सोच स्टार्ट हुन्छ। उहाँलाई सक्ने बालेन सरकार तपाईँलाई पनि ढाल्ने निर्णयहरू आउन सक्छन्, कुराहरू आउन सक्छन्। तपाईँको निर्णय बुलन्द हुनेछ, यसमा सबैको आशा छ, भरोसा छ। तपाईँ चाहिँ कुनै पनि किसिमको कुरो उठो भन्दैमा नैतिकताको आधारमा भन्दै कोही भुक्नु आएमा नछोड्नु होला। सबै नेपालीको आश भरोसा तपाईँमा छ। र सुदन गुरुङज्यूलाई छिटोभन्दा छिटो उहाँलाई त्यो केसबाट न्याय दिएर छिटोभन्दा छिटो उहाँलाई गृह मन्त्रालय सुम्पिदिनुहोस्। अब यो बाघको मुखबाट निस्केर सिंहको मुखमा गएको इतिहास कस्तो हुनेछ हेर्न बाँकी छ।